सम्पूर्णमा नमस्कार। म रिमेन। त्यतिखेर 3 दिनको क्याम्पिङ यात्राको लागि तयारीको अवस्थामा छौँ र हामी साथीभाइ मिलेर क्याम्पिङ जाँदैछौँ। म तपाईँलाई यसको अपडेट जम्मै गराउँदै जानेछु। क्याम्पिङ जाने समय हुँदैछ। यहाँ डोरी कसिँदैछ, यता अर्को बाँध्नुपर्ने छ। यो अलिक कष्ट पर्छ, अलिक कसै भएको छैन। हामी फेरि बाटोमा जाँदै अबर बन्द नपरौँ, सबैजनाले यसो मिलाएर हेरेको। आज हामी 3 दिनको लागि क्याम्पिङ जान आँटेको मिलेर होइन साथीहरू, रमाइलो गर्नुपर्छ है। त्यही त आज अब डिसेम्बर 4 बिहिबारको दिन घाम मजाले लागिरहेछ। हामी चाहिँ अब तयारी अवस्थामा ज्याकेट लाएर चाहिँ क्याम्पिङ भने साथीभाइहरूसँग भेट्ने रमाइलो गर्ने पक्षमा हिँड्दैछौँ। अब क्याम्पिङ जान लागेको दादाहरू हिजो गर्छन्, सबजना 8जना। म आज जाँदैछु। बाई। हामी चाहिँ अहिले क्याम्पिङको यात्रा हाम्रो सुरु भइरहेछ। बिच बाटोमा छौँ होइन। हामीसँग मसँग रिपी सोल्टी हुनुहुन्छ। सोल्टी यता देखाइदिनु। अगाडि हाम्रो एउटा गाडी जाँदैछ र पछाडि अर्को गाडी आउँदैछ। अनि भरे पनि साथीहरू आउनुहुन्छ। ल हामी अपडेट गर्दै गर्छौँ है त। एकदम रेडी अवस्थामा हुँदैछ आजलाई। यता यी टेन्ट लगाइँदैछ। अब यो टेन्ट लगाइसकेपछि गर्मीले चाहिँ मारै लाग्यो। टेन्ट लाउनु पर्ने हो कि ल है साथी हो। गर्मीले एकदम मारेको अवस्था। सबै अरू चिसो चिसो भन्दै डराउँछन्। आफ्नो चाहिँ चिसोको नाममा पुरत्त छ र यो हेर्नुहोस् क्लियर पानीको बोतलमा हामी बाँचिरहेछौँ। ओफ साह्रै गर्मी भयो भएन एकचोटि पख्नु है दाजु। ए हो मिलाएको हो भनेको लागि क्याम्पिङ हो आज, यहीँ सुत्ने। एकदम आनन्द कुल आइरहेछ पानीमा छप्पसँगले। गर्मी धेरै बढेको छ, आनन्दको रूप लिइरहेछ। यो 2-3 दिनमा चाहिँ फ्रेस हुनलाई आनन्द यस्तो आनन्द। नारायण नमस्कार हजुरहरू। अहिले हामी यहाँ सेलेङ्गेटा साउथमा 2-3 दिनको लागि क्याम्पिङमा आएको छौँ साथीभाइहरूसँग। एकदम हरियो परियो हेर्नुहोस्, डाँडा काँडा छ, पानी छ। रमाइलो गर्ने जिन्दगीमा 2 दिनको जिन्दगी के भोलि मरिन्छ साथी। इन्जोय द बेस्ट। थ्याङ्क यू। अब हामी कति 6-7जना छौँ होला हामी आएको। 2-3 दिनको लागि भनौँ आएको छौँ। रमाइलो छ, चिसो चिसो हावा छ, पानी चिसो छ। एकदमसँगले सबैजना इन्जोय गरिरहनु भएको छ। तपाईँ आज क्याम्पिङ आएको, आज जतिको रमाइलो चाहिँ कहिल्यै नि भएन क्या। हेर्नु त अब चिसो पानीमा टक्क पानीमाथि चियर राखेर बस्नुको आनन्द अर्कै रहेछ क्या। सोल्टी उमेर हुँदा जोस जाँगर जवानी अर्कै हुन्छ। उमेर हुँदा जोस जाँगर जवानी अर्कै हुन्छ। सँगै बसी साथीसँग पिउने पानी अर्कै हुन्छ। केस फुल्छ, शरीर गल्छ, अङ्ग चल्न छोड्छन्। समयमा कडा आयो। केस फुल्छ, शरीर गल्छ, अङ्ग चल्न छोड्छन्। तपाईँ हाम्रो बुढेसकालको कहानी अर्कै हुन्छ। धन्यवाद। धन्यवाद। के जोइ जेठा जयजेसनको यस्तो बोकाइ छ हेर्नु। जयलाई ठगेको छ होइन होला त्यति साह्रो त ठुलो पारी बोकाएर सानो गर्नु भएको छ उहाँले चाहिँ। कमजोरी छ नि त जेठा। सोल्टी यता सोल्टी आइदिनु भयो। हो नि हौ। थ्याङ्क यू ब्रो। दाउरा बोकै हिँड्नु क्याम्पिङमा। खालि दाउरा बोकै हिँड्नु, खालि दाउरा बोकै हिँड्नु। तर अलिकति झिङ्गाले चाहिँ अलिक दुःख दिन्छ जस्तो लाग्छ। अघि त धेरै थियो नि है। मसला डट्छ क्या त। होइन हाल केही हुँदैन। यो चाहिँ यहाँ चलाइरहेको छु अहिले स्थितिमा। यो खसीको मासु हो। अब यसमा मर मसला लाउनु बाँकी नै छ। बाँकी धेरै कुरोको छ। अब घाम पनि ठिकै हो। यो कराई त चल्छ क्या, किनभने अब चुलामा बस्ने खालको कराई होइन, बाहिर बाहिर के छ यी म त भर्खर कामबाट आइपुगेर टक्कसँगले होइन रमाइलो, हल्का रमाइलो टक्क। यो आफू त भेजी आलु परी हो। खसीको मासुको लागि अदुवा र लसुन केलाइरहेको छु।
होइन मिठो बनाएर खाने हो आज क्याम्पिङको लागि खसीको मासु यसरी मजाले पकाइयो होइन साथी हो मजाले खाइन्छ एकदम रमाइलो त्यस्तै रहेछ होइन जिन्दगी भने साथीभाइ सबैजना यसो नयाँ नयाँ ठाउँमा नयाँ साथीभाइ भेटघाट हुनु नै सबसे ठुलो कुराहरू जस्तो लाग्छ यसरी बसेर खान्छौँ भने जस्तो सोचेकै थिएन नि त होइन अब सबै दाजुभाइहरूसँग सबै भेट्यो रमाइलो गर्न पाइयो यसरी क्याम्पिङमा फर्स्टचोटि अस्ट्रेलियामा त्यो पनि अल्बेरी जस्तो ठाउँमा आएर यतिको गर्नु पनि पाउनु भनेको राम्रै जस्तो लाग्छ खुसी लाग्यो दाजुहरू ओब्रिउडुङ हेल्थमा काम गर्ने साथीभाइहरू भेला भएको छ एउटा रमाइलो वातावरण मिलिरहेछ साथीभाइहरू यता हाम्रो मिलनबाट नयाँ मान्छे हुनुहुन्छ उहाँसँग पनि भेटघाट भयो राम्रो छ यता मासु पाकिरहेछ यता बिहार झापा समाइरहेको त ठुलो कुरा भएन बेला हान्ने पहिलो दिन खानपिन हुँदैछ हाम्रो त एकदम बिन्दास तर सोचेभन्दा छिटै भयो नि त हो एकदम राम्रो धेरै छिटो ठ्याट्टसँगले ल सिद्धान भाइ एकदम राम्रो छ यो गर्मी चाहिँ छ कि गर्मी र अलि झिँगाको एउटा समस्या फ्यान यसो हातले हल्लाइरहेको छ यस्तो दिने वनभोज खाना आएको भन्ने ठुलो धेरै रिमेम्बर नेपालकै अर्को चाहिँ के हो भने भेनाले अचार साह्रै मिठो गोविन्द भेनाले अचार ल्याएको होइन अचार त एकदम मिठो फ्यान्टास्टिक मासु चाहिँ साह्रै मिठो बोल्दै गर्नु ल आज 3 दिनको क्याम्पिङमा यतिको जस्तो मजा चाहिँ कहिले पनि आएको छैन अब भन्नुपर्दा अघि दिउँसो बिहानको अर्कै रमाइलो थियो भने रात परेपछि आगोको रमाइलो अर्कै रमाइलो छ मासुको तड्का चाहिँ तड्कै हो क्या यो ठाउँमा एकदम ठिक रमाइलो एकदम आज चाहिँ डे 1 को पिकनिकमा अहिले बेलुका चाहिँ खसीको खुट्टा डम्का डम तानिँदैछ यस्तै छ जिन्दगी मैले चाहिँ अब अल्बेरी आएर यतिको साह्रो साथीभाइ भेटिन्छ भनेर चाहिँ सोचेको थिएन यतिको साह्रो रमाइलो हुन्छ भनेर चाहिँ सोचेको थिएन तर आज चाहिँ धेरै रमाइलो लाग्यो पहिलो दिनको यो पहिलो रात भनौँ न पहिलो रात अब भोलि एउटा रात छ रमाइलो एकदम रमाइलो भइरहेछ होइन भाइहरू एकदम मजा भइरहेछ किनभने अब काम घर भन्दा पनि यो पनि चाहियो नि त हामीलाई रमाइलो छ आनन्द हजुर यता हेर हौ माधव भन्नु थाहा आज मलाई सुरु भयो पानी एकदम पानी त्यत्र आउनु देखिँदैन क्याम्पिङ आज अहिले बिहानै चियादेखि सुरु भएको छ साथी हो रमाइलो गर्नुपर्छ बिहान अनि अब एकछिन पछाडि हाम्रो दाउरा काट्न जानु छ यो के भन्छ यसलाई जुनर हो कि के भन्छ यो काटेर यसो सबैले थोरै चाख्नको लागि बनाइदिएको हजुर हो भाइ मिलन भाइ हजुर हो दाजु यसो रसिलो पनि खाऊँ यसो जुस पनि खाऊँ भनेर रक्सी मात्र कति खानु ए क्याम्पिङमा आज केस कटाइ हुँदैछ यो माइलो सोल्टीले चट्टा मिलाएर केस काटिदिँदै हुनुहुन्छ यो अर्को लाउने चाहिँ यही ठिक छ यही ठिक छ ल आउनु सोल्टी आउनु रेडी सबैजना रेडी हो ल सुरु गरे
फेरि आउँदैन त अर्को स्टाइलको म गोविन्द अधिकारी आज मेरो के अरे चाम्रे बन्दैछ। म बुद्ध सुवेदी। हेलो, म चेतन खनाल। हाम्रो 2 दिनको क्याम्पिङ आज समाप्त हुन लाग्यो। नमस्कार, म ऋषि सुवेदी। रमाइलो भइरहेछ। हेलो, म चाहिँ मिलन, म चाहिँ नेपालबाट। हजुर नमस्कार, म रिमेन मेघनाथ रिमाल। हाम्रो 2 दिने क्याम्पिङ सुरु हुँदैछ। तातो मिक्स भयो नि त। अब मलाई बेला टाउको दुख्यो, अब अहिले फ्रेस भयो होइन। मलाई टाउको दुख्यो, टाउको दुखेको छ, यता दुखेको छ, माछी ओ के भइरहेछ जस्तो हुन्छ नि। त्यो तातोले झिँगा सिँगा सब भएको छ। त्यहाँ पाएँ छैन आयो। भनेपछि मासु पकाएर चाहिँ भात पकाउने हो। भात त्यसै होला नि। भनेपछि एउटा मात्रै हो नि हाम्रो ग्यास। छ नि सानो भात सेको नि हाल्दैन। भात पकाउनु पर्यो नि त्यो दिनु। हुन्छ
हुन्छ गर्नु पहिला भात पकाउँदाखेरि फेरि तेल खोइ भात टाइम लाग्छ नि त बेला ओइ बना भोज यस्तै छ भात मिलाएर पकाएर आज यो अस्ट्रेलिया आएको धेरै वर्षपछि होइन यहाँ अल्बेरा आएर यसरी गरियो होइन सबैजनालाई होइन खुसी लाग्यो भनौँ न अब सबैजना देखेर खुसी लाग्यो सबैजना फेमिलियर भइयो होइन न चाँडै नै त्यस्तो धेरै टाइम पनि लागेन त्यस्तो फेमिलियर हुनलाई तर एउटा कुरा चाहिँ के भइरहेको नि अब यहाँ त म भर्खरै हो नि त पहिला सिडनीमा हुँदाखेरि अलि सिडनी लङ टाइम बस्यो सिडनीको साथीहरू चाहिँ मिस गरिरहेको छु होइन अब हाम्रो क्याम्पिङको दोस्रो दिन हामीलाई एकदम अहिले फिल चाहिँ के भएको छ भने एकदम रमाइलो भइरहेको छ मैले एउटा कुरो मिस गरेको चाहिँ मेरो ती साथीहरू पुरानो नेपालमा सँगै माछा मार्ने के अरे पढेर चिसो घारे हुँदै हिँड्ने पढ्ने साथीहरू चाहिँ एकदमै सम्झेछु सबैजना आज हाम्रो क्याम्पिङको दोस्रो दिन होइन रमाइलो भइरहेछ सबैजना अब होइन साथीभाइ मिलेर दाजुभाइ आएका छन् होइन योसँग तर मलाई के महसुस भयो भने म नेपालमा हुँदाखेरि सँगै पढेको साथीहरू सँगै दाउरा घाँस गरेको साथीहरू र माछा मार्न गएको साथीहरू चाहिँ एकदमै मिस गरेको छु क्या मैले यतिखेर हामी क्याम्पिङको दोस्रो दिन छौँ हामी क्याम्पिङमा रमाइरहेको छौँ साथीभाइहरू यहाँ रमाइरहनु भएको छ अनि एकदम खुसी लागेको छ मेरा पुराना साथीहरू बाल्यकालको साथीहरू सम्झिरहेको छु तर म गर्ने साथीहरूको याद आइरहेको छ होइन अनि अर्को कुरो फ्यामिली मिस गरिरहेको छु फ्यामिलीहरूलाई एकदम मिस गरिरहेको छु र पनि हामी केटा आएको छौँ एकदम रमाइलो भएको छ अर्को चोटि आउँदा हामी फ्यामिली आउनेछौँ होइन